हाई गाइस, हामी बसन्तपुरतिर जान लाग्छौँ। उतै गएर यता सिमसिमे पानी परेर उता परे छैन कि कसैले छाता ल्याइदिनु न। समृद्धि के छ के गर्न पानी परिसक्यो यार। आज समृद्धिले घर गएर दर गाली पाउने भयो। कसैले त छाता ल्याइदिनु नि यार, यस्तो पानी परिरहेको। हामीलाई देखेर माया दया लाग्दैन होला। लाग्दैन रे गाइसहरूलाई। म चाहिँ भिज्दिनँ है, तिमीहरू चाहिँ अब आफ्नो खालबाट दुईटा टोपी रहेछ यार। हामी के अरे ठमेल आइपुग्यौँ। अगाडि अगाडि भागी छ हाम्रो समृद्धिजी। हेर्नुहोस् अगाडि अगाडि भाग्छ। आँखा नलाउनुहोस् न, आँखा लाग्छ भनेर अगाडि अगाडि भाग्छ। हजुरलाई के भन्नु छ कि? कस्तो राम्रो देखिरहेको छ यार आज म। तिमी त राम्रो मौसम त्यस्तै त्यस्तै भएर होला सायद। सुन्दरी हो नि त राम्री। उनी त यो स्वर्ग कि परि धरतीमा झऱ्यो। मेरो त धाने होइन। उसलाई कसले भन्यो छ है? हामी यहाँ ठमेलतिर आउन यता यार, तिमीहरू पछाडि मेरो गाइस हामी ठमेलतिर छौँ। ठमेलतिर आउनु भन्छ। ठमेलतिर आउनुहुन्न भन्छन् के हो त्यस्तो कुरो? ठमेलतिर किन आउनै मिल्दैन र? के छ हो त्यस्तो ठमेलमा? त्यस्तो त म केही पनि देख्दैन। समृद्धि जस्तो होला। हाई गाइस, हामी हेर्नु गाइस, समृद्धि बिसारै रिसाउँदै हिँडिरहेको छ। बच्चा जस्तो बानी छ यिनी दुईजनाको। बच्चाहरू कसले भन्दैछ? यता ठमेल जाने बाटो हो र? मलाई त लाग्दैन त यो ठमेल जाने बाटो हो भनेर। कता गल्ली गल्लीतिर छ त? गाइस हामी ठमेलको बाटोनिर यस्तो गइरहेछौँ। अनि समृद्धि किन लुकिछस् के यहाँ? के त समृद्धिले बाटो लिएर आएको खै कता कता गल्ली यसको त भरोसा नै छैन। विशेष अब त भरोसा लाग्यो नि। लागेन अहिले पनि। तपाईँले देखिरहनु भयो नि, जता पनि अहिले कुटी जति हेर नि सोझो भने त हेरिदिन्छ नि यार। कुरै गर्न पर्दैन। हामी सोझो त हो। म र समीरा सोझो। यो चाहिँ देख्नुभयो कुटेको कुटै गर्छ यसले त हामीलाई। त्यही हामी पातलो खाउँ क्या। पूजा गर्नु जस्तो मैले देख्दै नदेखेँ हामी। समृद्धि हामीलाई कहाँ लाउनु होला? घुम्न कहाँ घुम्न? यस्तो भन्दैन न, अलि छिटो भनिसियो न। जाऊ त्यसैसम्म अहिले चाहिँ मोबाइल छ। गाइस हामी ठमेलतिर हराएर मेलले गरेर यसले अहिले मेरो के भनिदिने समृद्धि? समृद्धि भन त। भन्नु न समृद्धिले त्यो अहिले क्यामेरा गर्नु यस्तो कतिले गाली गरिरहेको थियो। अहिले त चुप्पो लाग्यो गाइस। सबैतिर यस्तै कति कुट्छ हामीलाई। हामीलाई बिर्सिसक्यो यसले। हो मैले बिर्सिसकेँ कि प्याट्ट कुटेको कि हामीलाई त बानी बेला पनि त्यस्तो देखाउँछ कुट्ने खालको। हामीले केही पनि बानी त्यस्तो देखाएको छैन। झुट बोल्छ यसले। फाइनल्ली घाम लाग्यो अरे। हामी बसन्तपुर जान खोजेको, यो समृद्धिले हामीले कहाँ लिएर यहाँ बाटो एकै ठाउँमा आइपुगिरहेको।
यतिसँग पुगिसक्यो जागै नि हिँड्दै दिनु भयो गाइस बेचेर जान्छु कमेलतिर बेचिदिन्छु अब त्यस्तो गर्न पाउँदैन है समृद्धि बेच्दिने म त राखौँ है हामी लस्सी खान आँखौँ मैले चाहिँ भाइ छैन दुईजना छु दिल्ली खाँदा चटपटे पसलमा हामी खानालाई चटपटे खाने मान्छे म खान्दै यिनीहरू भाग्नलाई पहिला भाग्नलाई एउटीले पहिला जान्न भन्छ एउटीले जाम भन्छ जाम तिमीहरू पहिला जाऊ एउटीले घर जान्छ हामी अब घरतिर लाग्नुलाई आजको दिन रमाइलो भयो कस्तो भयो समिरा हाम्रो आजको दिन समिरा समृद्धि राम्रै भयो तर समृद्धिको चाहिँ नराम्रो भयो अलिक कसलाई याद गरिरहेको छ कसले बोल्दै छैन अब डन पल्टिन्छ फेरि अनि हेर मैले फेरि कुर्दिन्छु नि तिम्रो फेरि त्यो माया गरेर घुम्न ल्याइरहेको छु ल्याइदिएको त हेर त मलाई त कुटेर सकाइदिनु लाग्छ पातली चाहिँ झन् पातली बनाउनु भएको छ म नै लाइसै हेर अझ मलाई नि हान्न सुरु गरिसक्यो यसले तेरो पूजा गर्नु पर्यो त पूजा गर मेरो घरमा लगाएर फोटो टाँस अनि पूजा गर बुझिस् त्यो राम्रो हुन्छ मेरो पूजा गर तेरो पूजा किन गर्यो मेरो दिनै नराम्रो भयो भने के गर्नु कस्तो नाच्नेको छ म त मात्रै मेरो हात खुब सबै खाना खाने होला हामी त्यस्तो कुर्दैन हामी हात छोड्ने बानी छैन हात छोडेको हारै छोडेको गर्छु रिस उठ्यो है मलाई रिस उठ्यो ल रिस उठ्यो रिसाइराख ल कुर्सी अनि रिसाइराख्दै अब के भन्नु रिसाएर राख्नु ओए समिरा रिसाइ चाहिँ राखि नि गएदेखि आएसम्म रिसाइ नै भएको थियो के भएको छ ल गाइस हामी अब अर्को टेन्सन भइरहेको रे गाइस हात गोली भर्खर भने होइन टेन्सन भइरहेको छ अनि मलाई पनि भन्छ यस्तो नकुट भन्दै त नकुट है अहिले फेरि म तँलाई यो समृद्धिले सिकेको स्कुटीको ऊ अरे क्या यो समृद्धिले सिक्यो अरे यसमा स्कुटी यसले आजकल स्कुटीमा मात्रै हिँड्छ बस्न जान्न भन्छ बस्न झ्याउ लाग्छ अरे यसलाई बोक भन्दा थियो हामीलाई बोक भन्दा थियो यसलाई कसले बोक्नु अब यत्रो भैँसी जस्तो भैँसी त बाई बाई गाइस हामी अब घरतिर लाग्यौँ घर आइसक्यो हाम्रो बाई बाई गाइस अर्को नेक्स्ट ब्लगमा बाई बाई